अझै थपु नोचुनिने थगु नोचु त्यादिया निम्ति कवि डाक्टर रामप्रसाद गेवाली जुताइनाप्या आफ्नो मन्तव्य राखिदिनु हुन कवि डाक्टर रामप्रसाद गेवालीज्यूलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा, यस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, नेपाली राजनीतिका आस्थाका र आदर्शका केन्द्रबिन्दु नारायण मानवीज्यू, उहाँ साहित्यकारका रूपमा पनि उहाँलाई म धेरै श्रद्धा गर्छु, प्रगतिवादी कथाकारका रूपमा, र सङ्घीय सांसद प्रेम सुवालज्यू, प्रदेश सांसद सुरेन्द्रज्यू र नगरपिता आदरणीय सुनिल प्रजापतिज्यू लगायत सम्पूर्ण मञ्चासीन र मञ्चतर्फ अभिमुख हुनुभएका व्यक्तित्वहरूमा मेरो नमस्कार छ। म यहाँ आइरहँदा आज अर्को एउटा कार्यक्रम राखिएको थियो र म बिचमा उठेर हिँडेँ। मलाई धेरैले के सोध्नु भन्दा सधैँ जानुहुन्छ तपाईँ भक्तहरूमा यो तमुजियाको कार्यक्रममा एक किसिमकै मात्रै हुन्छ, किन गइराख्नुहुन्छ, के परिवर्तन भयो? मैले उहाँलाई दिएको जवाफ तपाईँहरूलाई कस्तो लाग्छ म भन्न सक्दिनँ। मैले भित्र हिँड्दैदेखि के जवाफ दिएँ भन्दा आकाशबाट झरिरहेको पानीको थोपो सानो हुन्छ, तर निरन्तर झरि नै रह्यो भने त्यो प्रवाह बन्छ, त्यो नदी बन्छ र त्यसले एउटा संस्कृतिको निर्माण गर्छ। यो भक्तपुरको साहित्य तमुजिया भनेको त्यही एउटा संस्कृतिको थोपा जसले जनवादी संस्कृतिको प्रवाह तयार पारिराखेको छ, त्यो साहित्यको थोपा जसले साहित्यको प्रवाह तयार पारिराखेको छ, त्यो दर्शनको थोपा जसले दर्शनको प्रवाह तयार पारिराखेको छ, र सबभन्दा बढी त्यो एउटा नैतिक निष्ठा, सांस्कृतिक संस्कृति आदिको प्रवाहका रूपमा रहेको हुनाले म सबै कुरो छोडेर पनि त्यहाँ जान मन पराउँछु। मैले यो भनेर म आएको छु। आज हिजो आउने मेरो पालो थियो, तर पानीले मलाई आउन दिएन, बाटैबाट फर्काइदियो। धेरै नै वर्षा बाढी आएको थियो, गाडी नै आउन सकेन बिचमा। मलाई दिएको निम्तो पत्रमा जनता मसा भाषामय लेखिएको थियो। जनता बाँचे भाषा बाँच्छ, भाषा बाँचे सभ्यता बाँच्छ, संस्कृति बाँच्छ, सभ्यता र संस्कृति बाँचे मानवता बाँच्छ, र मानवता बाँच्यो भनेदेखि हाम्रो सम्पूर्ण विश्व ब्रह्माण्ड सार्थक बन्छ। त यो त्यहाँबाट आइरहँदाखेरि म हेरिराखेको थिएँ त्यहाँको सरसफाइ, त्यहाँ राखिएका फोटाहरू, तस्बिरहरू, ती तस्बिरको साथमा राखिएका आदर्श पुरुषहरू, तिनले प्रस्तुत गरेका महावाणीहरू, र त्यहाँ आइपुग्दाखेरि एउटा म जस्तो सामान्य कविका निम्ति पनि सम्मान गर्न भनेर स्वयं सांसदज्यू त्यहाँ पुग्नुभयो, सुरेन्द्र सर। जीवनमा मैले शिष्ट सभ्य सुसंस्कृत कार्यक्रम कति ठाउँ देखेँ, 1500वटा देश पनि म गएको छु, तर मैले जुन किसिमको एउटा सभ्य सुसंस्कृत शालीन शिष्ट कार्यक्रम यो तमुजियामा आउँदाखेरि प्राप्त गर्छु, यहाँका उपस्थित मान्छेहरूलाई देखेर प्राप्त गर्छु, यहाँ गरिएको सम्मानलाई देखेर प्राप्त गर्छु। मलाई लाग्छ नेपाललाई चाहिएको संस्कृति त्यो हो, नेपाललाई चाहेको सभ्यता त्यो हो, नेपाललाई चाहिएको मानवता त्यो हो, नेपालले खोजेको चेतना त्यो हो। र म एउटा अनुरोध विनम्र रूपमा यहाँ नारायण विज्यू हुनुहुन्छ, सांसदज्यू हुनुहुन्छ, मेरो एउटा अनुरोध के छ भन्दा एउटा समय थियो तपाईँ धेरैतिर फैलिनु भएको थियो, यो पार्टी फैलिएको थियो, फेरि एउटा प्रयत्न गर्नु पर्यो। यो संस्कृतिलाई देशका कुना कुनामा पुर्याउनु जरुरी छ, यो संस्कृतिलाई हरेक गाविसमा पुर्याउनु जरुरी छ, वडामा पुर्याउनु जरुरी छ, सिङ्गो मान्छेका मन मस्तिष्कमा पुर्याउनु जरुरी छ। यहाँ मात्रै राखेर हुनेवाला छैन, त्यसका लागि एउटा योजना गरिदिनु पर्यो, एउटा टोली निर्माण गर्नु पर्यो, र त्यो प्रशिक्षण दिएर त्यसलाई देशका कुना कुनामा चाहिँ यसरी पठाउनुपर्छ भन्ने मलाई लाग्छ। म अभिनन्दन गर्छु एउटा नेपाली साहित्यकारको नाताले, नेपाली नागरिकको नाताले, नेपाली भाषाको एउटा विद्यार्थीको नाताले यो संस्थाप्रति, यो परिकल्पनाप्रति, यो व्यवस्थापनप्रति र यसको चाहिँ एउटा सपनाप्रति म हार्दिक नमन गर्दछु, यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दछु तपाईँ सबैमा। हामी भर्खरै एउटा अकल्पनीय विश्वमै नदेखिएको 2 दिनभित्रै सत्ता परिवर्तन, नयाँ सरकारको गठन, एउटा अनौठो खालको चाहिँ सङ्क्रमणबाट गुज्रिरहेका छौँ। यो आश्चर्यजनक थियो। भित्रभित्र गुम्सिँदै अत्याचारका विरुद्ध गुम्सिँदै, भ्रष्टाचारका विरुद्ध गुम्सिँदै, अनैतिकताका विरुद्ध गुम्सिँदै मानिसहरू चाहिँ
जुन आइराखेको थियो त्यसको एउटा आगमा जेएनजीको पुस्ताबाट सुरु गरिएको सानो एउटा प्रयत्न विद्रोह कसरी विस्फोट भएर गयो। 49 डिग्रीसम्म पानी तात्दा बुलबुल उम्लिँदैन, तर 100 डिग्रीमा पुग्न साथ भुर्लुक्क उम्लिँदो रहेछ। हामीले त्यो देख्यौँ, तर त्यो सम्पूर्ण रूपमा सही छ कि छैन त्यसको हामीले विश्लेषण गर्न बाँकी छ, परीक्षण गर्न बाँकी छ, निरीक्षण गरिरहनु पर्ने छ, अवलोकन गर्नुपर्ने छ र सतर्क भएर वाचडगको रूपमा हामीले हेर्नुपर्ने अवस्था रहेको छ। त्यस्तो बेलामा कति नेताका घर ध्वस्त भए, कति नेता कुटिए, कहाँ के भयो हामी सबैलाई थाहा छ। तर त्यो बेलामा म कोठामा बाहिर आएर त्यो मान्छेलाई हेरिरहँदा, कोठाबाट बाहिर आएर हेरिरहँदाखेरि काठमाडौँको जताततै धुँको मुस्टा देखिरहँदाखेरि मेरो दिमागभित्र केपी ओलीका साथमा, शेरबहादुर देवका साथमा, अरूका साथमा नारायण विदीक्षको पनि तस्बिर आइरहेको थियो र कसैले पनि उहाँको विरुद्धमा बोलेको मैले कहीँ पनि पाइनँ। एउटा आदर्श जुन नेतृत्व उहाँले कायम गर्नुभएको छ, चिन्तन र चरित्रमा एकताको नेतृत्व, बोली र व्यवहारमा एकताको नेतृत्व भक्तरुवासीले पाउनुभएको छ। तपाईँले गर्व गर्नुपर्छ। नजिकको देउता हेला भन्ने एउटा भनाइ छ, तर उहाँ वास्तवमा हामीले त्यसरी सम्मान गर्नुपर्ने व्यक्ति हो। एउटा संस्कृतिका कोणबाट पनि मैले त्यो कुरा भनिरहेको छु। मलाई यहाँहरू समक्ष अलिकति संस्कृतिका बारेमा पनि, अलिकति राजनीतिका बारेमा पनि, अलिकति साहित्यका बारेमा पनि केही भन्नु छ। त्यसपछि म एउटा कविता पढ्ने अनुमति यहाँहरूसँग माग्नेछु। नेपालको राजनीतिमा अघि पनि आइसकेका छ चर्चा। एकजना मात्रै प्रदेश सङ्घीय सांसद हुनुहुन्छ प्रेम सुवाल। निरन्तर एक्लो बृहस्पति बनेर उहाँले भ्रष्टाचारका विरुद्धमा आवाज उठाइराख्नुभयो, राजनीतिक नैतिकताका पक्षमा आवाज उठाइराख्नुभयो। कसैले सुनोस् नसुनोस्, कसैले मानोस् नमानोस्, कसैले ध्यान दियोस् नदियोस्, उहाँ बोलिरहनु भयो। समितिहरूमा पनि बसेर उहाँ बोलिरहनु भयो, संसदमा पनि उहाँले त्यसरी बोलिरहनु भयो, बाटाघाटामा पनि बोलिरहनु भयो। हामी हेरिरहेका छौँ सबै सांसदहरू त्यस्तै खालको चेतना बोकेका हुन्थे, त्यत्तिकै जागरुक हुन्थे, त्यत्तिकै देशका पक्षमा बोल्थे, त्यत्तिकै भ्रष्टाचारका विरुद्धमा बोल्थे भने आज देशले बारम्बार भोगिरहेको यो सङ्कट भोग्नुपर्ने थिएन। त्यसो भएको हुनाले हामीले त्यो चेतना, त्यो जागृतिका निम्ति पनि यहाँहरूलाई सम्मान गर्नुपर्छ, धन्यवाद दिनुपर्नेछ। मलाई संस्कृतिका बारेमा कुरा गरिरहँदाखेरि एउटा भन्नुपर्ने के छ भन्दाखेरि आज यो देशमा देश जस्तो छैन, मान्छे जस्तो छैन, कर्मचारी जस्तो छैन, नेता जस्तो छैन, शिक्षक जस्तो छैन, प्राध्यापक जस्तो छैन, वकिल जस्तो छैन, डाक्टर जस्तो छैन। सबै चरम स्वार्थमा, चरम व्यक्तिवादमा, चरम नवउदारवादको त्यो उसले गाँजिएका छन् ढङ्गमा। त्यसबाट देशलाई मुक्त गर्नु छ। डाक्टरलाई सच्चा अर्थमा डाक्टर बनाउनु छ, इन्जिनियरलाई सच्चा अर्थमा इन्जिनियर बनाउनु छ, साहित्यकारलाई सच्चा अर्थमा साहित्यकार बनाउनु छ, राजनीति गर्नेलाई सच्चा अर्थमा राजनीतिज्ञ बनाउनु पर्नेछ। त्यसका निम्ति चेतनाको निर्माण गर्नुपर्नेछ, विचारको प्रक्षेपण गर्नुपर्नेछ, भावनाको निर्मलीकरण गर्नुपर्नेछ, योजना गर्नुपर्नेछ, सङ्कल्प गर्नुपर्नेछ, धेरै कामहरू गर्नुपर्नेछ। हामी हारेर भाग्न सक्दैनौँ, हामी निराश भएर उन्मुक्ति खोज्न सक्दैनौँ। हामी अर्काको आलोचना गरेको भरमा मात्रै चाहिँ आफ्नो कर्तव्य पुरा भएको सोच्न सक्दैनौँ। हाम्रो नागरिक दायित्व छ, देशको वासी भएकोमा त्यो देशवासी हुनुको एउटा दायित्व छ। त्यसका पक्षमा हामीले काम गर्नुपर्नेछ। हामीले संस्कृतिलाई जीवनसँग जोड्नुपर्नेछ, हामीले संस्कृतिलाई मूल्यहरूसँग जोड्नुपर्नेछ, हामीले संस्कृतिलाई समाजसँग जोड्नुपर्नेछ, हामीले संस्कृतिलाई राष्ट्रसँग जोड्नुपर्नेछ, हामीले संस्कृतिलाई विश्व मानवतासँग जोड्नुपर्नेछ। र संस्कृति कुनै पनि हालतमा विकृति होइन, त्यो सदैव सकारात्मक हुनुपर्छ, त्यो सकारात्मक मूल्यको पक्षमा हुनुपर्छ, त्यो सदैव जीवनको पक्षमा हुनुपर्छ, त्यो सदैव राष्ट्रको पक्षमा हुनुपर्छ, त्यो सदैव मानवताको पक्षमा हुनुपर्छ, त्यो सदैव प्रकृतिको पक्षमा हुनुपर्छ। त्यो खालको संस्कृतिका निम्ति हामीले काम गर्नुपर्नेछ, योजना गर्नुपर्नेछ। हाम्रा सभा सम्मेलनले मात्रै त्यो पुग्नेवाला छैन, घर घरमा पुग्नुपर्छ, टोलमा पुग्नुपर्नेछ, मस्तिष्कमा पुग्नुपर्नेछ, मनमा पुग्नुपर्नेछ। त्यसका निम्ति यस्ता खालका कार्यक्रमहरू धेरै महत्त्वपूर्ण हुन्छन् भन्ने मलाई लाग्दछ। सफलता र सार्थकता दुईटा फरक कुराहरू हुन्। हाम्रो नेपाली समाज जहिले पनि सफलताका पछाडि दगुरिराखेको छ। व्यापारमा सफलता भन्छ दगुर छ, उद्योगमा सफलता भन्छ दगुर छ, पढाइमा सफलता भन्छ दगुर छ, जागिरमा सफलता भन्छ दगुर छ, राजनीतिमा सफलता भन्छ दगुर छ। सफल हुनु र
सार्थक हुनु फरक कुरा हो। यो नेपालमा सफल धेरै भए, सार्थक थोरै भए। प्रधानमन्त्री बन्न सफल हुनु हो तर सार्थक हुनु होइन। सार्थक हुनलाई त्यहाँ विशेष काम गर्नुपर्ने छ। नगरपिता हुनु सफल हुनु हो तर सार्थक हुनु होइन। सार्थक हुनलाई त्यहाँ धेरै काम गर्नुपर्ने छ। नेता हुनु सफल हुनु हो तर सार्थक हुनु होइन। धेरै काम गरेपछि मात्रै त्यो नेता सार्थक हुन्छ। नेपाली राजनीति, नेपाली धर्म, नेपाली संस्कृति, नेपाली विद्वत्वर्ग, नेपाली बुद्धिजीवी समाज सब सफलतातर्फ दौडिरहेका छन्, सार्थकतातर्फ दौडिरहेका छैनन्। हामीले हाम्रो देशलाई, हाम्रो समाजलाई सार्थकतातर्फ लग्नुपर्नेछ। र त्यो सार्थकता भनेको पैसा छैन भनेर मर्न लागेको मान्छे मर्न लागेको देखेर पनि पैसा छैन यससँग भनेर उपचार नगर्ने डाक्टर सफल हुन सक्छ, सार्थक हुन सक्दैन। 2-4 लाख करोडका निम्ति चाहिँ भ्रष्टाचार गर्ने, पुलहरू बनाउँदाखेरि खराब सामग्री प्रस्तुत गरेर चाहिँ भत्करै पुल बनाउने इन्जिनियर सफलता हुन सक्छ, सार्थक हुन सक्दैन। ठुल्ठुला भाषण गर्ने, पदमा पुग्ने, माथि पुग्ने नेता सफलता हुन सक्छ तर सार्थक हुन सक्दैन। सार्थक हुनका निम्ति रूपान्तरण चाहिन्छ, सार्थक हुनका निम्ति आदर्श चाहिन्छ, सार्थक हुनका निम्ति मूल्यहरू चाहिन्छ, सार्थक हुनका निम्ति त्याग चाहिन्छ, तपस्या चाहिन्छ, बलिदान चाहिन्छ, समर्पण चाहिन्छ, निर्माण चाहिन्छ, सृजना चाहिन्छ। त्यसो भएको हुनाले यस्ता कार्यक्रमले हामीलाई, यो इन्द्रेणीमय कार्यक्रम हो, यो भक्तपुरको यो यहाँ दर्शनका कुरा हुन्छन्, म सुनिरहेको छु। कविताका कुरा हुन्छन्, कथाका कुरा हुन्छन्, निबन्धका कुरा हुन्छन्, दर्शनका कुरा हुन्छन्, संस्कृतिका कुरा हुन्छन्, समाजसेवाका कुरा हुन्छन्, राजनीतिका कुरा हुन्छन्, अन्तर्राष्ट्रिय जगतका बारेमा कुरा हुन्छन्, हरेक इतिहासका कुराहरू हुन्छन्, सीमाहरूका कुराहरू हुन्छन्, सबै कति हो कति कुरा हुन्छन्। यी जम्मैलाई एक ठाउँमा ल्याउने हो भने एउटा विचारहरूको, चेतनाहरूको, भावनाहरूको, अनुभवहरूको, अध्ययनहरूको एउटा इन्द्रेणी जस्तो किसिमको चाहिँ कार्यक्रम हो यो। त्यसो भएको हुनाले यस्ता कार्यक्रम हामीले सङ्कल्प गर्नुपर्ने हुन्छ। सुनेर मात्रै पुग्दैन, बोलेर मात्रै पुग्दैन, कुरा काटेर मात्रै पुग्दैन, ताली बजाएर मात्रै पुग्दैन। सङ्कल्प गर्नुपर्ने छ केही गर्नका निम्ति। त्यो चेतना, त्यो प्रेरणा हामीलाई यो कार्यक्रमले दियोस् भन्ने खालको चाहिँ म एउटा शुभकामना पनि यहाँलाई दिन चाहन्छु। र यो कला, मैले अहिले पनि भने, जुन खालको तपाईँको प्रस्तुति छ नि, यो मञ्च, यसको सजावट, उद्घोषणको त्यहाँको व्यवस्थापन, पानी र चियाको त्यताको व्यवस्थापन, तपाईँहरूको बसाइ वरिपरिको चाहिँ दृश्य, यो जम्मै कुराहरू सामान्य छैनन्। अद्भुत कला, यो आफैमा एउटा सुन्दर कला हो र कलाले धेरै कामहरू गर्न सक्छ। कलाले समाज बदल्न सक्छ। नेपाली राजनीतिले कलाको उपयोग मात्रै गर्यो, सम्मान गरेन। हामीलाई क्रान्तिकारी कविता पढ्नलाई राजनीति परिवर्तन गर्ने बेला मञ्च बारम्बार बोलायो तर सत्तामा पुगेपछि हामीले कहिले पनि सोधेन, वास्ता गरेन। जबसम्म राजनीतिक परिवर्तनले सांस्कृतिक परिवर्तनलाई सँग लिएर हिँड्दैन तबसम्म त्यो राजनीति सफल हुँदैन, देश सफल हुँदैन। कलामा धेरै ठुलो शक्ति हुन्छ। त्यही भएर चाहिँ मैले लेखेको छु, कलाले धरतीलाई उर्वरा पार्न सक्दछ, चन्द्र सूर्य दुवैलाई धरतीमा झार्न सक्दछ, सातै समुद्रको पानी सिनित्तै पार्न सक्दछ, सिङ्गै धरती उचालेर बुर्कुसी मार्न सक्दछ। त्यो सामर्थ्य हुन्छ कलामा। हामीले त्यसको सम्मान गर्नुपर्ने हुन्छ। समाज बदल्नका निम्ति मान्छे बदलिनु पर्यो, मान्छे बदलिनका निम्ति चेतना बदलिनु पर्यो, चेतना बदलिनका निम्ति चाहिँ ज्ञान प्राप्त गर्नु पर्यो, ज्ञान प्राप्त गर्नका निम्ति पढ्नु पर्यो, पठन संस्कृति चाहियो, यस्तै कार्यक्रमहरू चाहिए, प्रशिक्षणहरू चाहिए। र यो काम यो संस्थाले गरिरहेको चाहिँ देख्दा मलाई खुसी लाग्छ। म साहित्यकार पनि भएको हुनाले एक दुईवटा कुरा साहित्यको भन्छु र त्यसपछि चाहिँ एउटा कविता पढेर बिदा हुन्छु। साहित्य भाषिक सौन्दर्य हो, भाषाको सौन्दर्य हो। जब तपाईँ सोझै कुराहरू भन्नुहुन्छ मान्छेले ताली त बजाउन सक्छ तर साहित्य भइहाल्दैन। जब तपाईँले प्रस्तुत गरेका शब्दहरू, कविताका रूपमा प्रस्तुत गरेका शब्दहरूले शब्दकोशले दिने अर्थ छोडेर अर्को अर्थ दिन सुरु गर्छ अनि कविताको जन्म हुन्छ। शब्दकोशले दिने अर्थ मात्रै तपाईँको शब्दहरूको संयोजनले दिएको छ भने त्यो कविता हुँदैन, त्यो कुरा मात्रै हुन्छ। त्यस कारणले कविता लेख्ने हो भने शब्दकोशको अर्थ छोड्ने गरी नयाँ अर्थ दिन सक्ने गरी शब्दहरूको संयोजन गर्नुपर्ने हुन्छ। जबसम्म त्यो गर्न सक्नुहुन्न तबसम्म तपाईँ कविताको नाममा शब्दहरू त लेखिरहनु भएको छ, कविताको नाममा लय त वाचन गरिरहनु भएको छ तर कविता वाचन गरिरहनु भएको छैन। कविताले त्यो दोस्रो कुराहरू माग्छ। कविताको काम के हो? कविताले गति दिन्छ, मान्छेलाई चिन्तनको गति दिन्छ, भावनाको गति दिन्छ, चेतनाको गति दिन्छ। गति हो जिन्दगी भन्नु, गति हो कर्मशीलता, जिन्दगी रोकिने गर्छ रोकिए गतिशीलता, खोला अडिन जान्दैन, हावा मान्दैन थामिन,
गतिशील र स्वच्छन्द हुनुमै त छ जीवन। यो जिन्दगी गति हो, गतिशील पानीबाट मात्रै बिजुलीको उत्पादन हुन्छ। रोकिएको थामिएको पानीबाट बत्तीको उत्पादन हुँदैन। हिँडिरहेको मान्छेले मात्रै गन्तव्य प्राप्त गर्छ। सक्रिय मान्छेबाटै निर्माणहरू हुन्छन्। हामीले सक्रिय हुनुपर्नेछ, गतिशील हुनुपर्नेछ, यिनै कुराहरू हुन्। र अहिलेसम्म सौन्दर्य केमा छ? सुन्दरता खोजिरहेका छौँ नि हामी। वास्तवमा के हो सौन्दर्य? ओहो, तिम्रो कपाल कति सुन्दर, कति मुलायम, कति रेशमी, तिम्रो कपाल छुँदा त म त स्वर्गै पुग्छु जस्तो लाग्छ भनिरहेको प्रेमीलाई खाने बेलामा त्यही कपाल खानामा परिदियो भने सुन्दर कि कुरूप होला? आहा, अनारका दाँत जस्ता कस्ता राम्रा दाँत तिम्रा भनिरहेको मान्छे त्यही दाँत खाने बेलामा टुप्लुक्क खानामा झऱ्यो भनेदेखि सुन्दर कि कुरूप? सौन्दर्य समूहमा हुन्छ, सौन्दर्य सामूहिकतामा हुन्छ। हामीहरू गलत तरिकाले सौन्दर्य परिभाषित गरिरहेका छौँ। हामीसँग एउटा प्रश्न छ, ओठमा लगाएको लाली बढी सुन्दर होला कि परिश्रम गरेर उठाएका ठेलाको पहेँलोपन बढी सुन्दर होला? प्रश्न हो। अत्तरको सेन्टको सुगन्ध बढी सुगन्धित होला कि काम गरेर थाकेको मान्छेका जिउबाट निस्किरहेको पसिनाको गन्ध बढी सुगन्ध हो? यो प्रश्न हो। र हामीले पसिनाको सुगन्धको पक्षमा कविता लेख्नुपर्नेछ। हामीले ठेलाहरूको सौन्दर्यको पक्षमा कविता लेख्नुपर्नेछ। त्यसो भएको हुनाले यस्ता कार्यक्रमहरूले हामीलाई त्यतातर्फ लिएर जाउन् भन्ने अनुरोध गर्छु। कुराहरू धेरै छन्। तपाईसँग प्रश्न छ, तपाईँ मनोरञ्जनका निम्ति कविता लेख्नुहुन्छ कि समाजको परिवर्तनका निम्ति कविता लेख्नुहुन्छ, यो तपाईँसँग प्रश्न छ। कवि हुनु जिम्मेवारी बोध गर्नुपर्ने हो, त्यति सजिलो छैन। कविले धेरै कामहरू गर्नुपर्नेछ। कविले खोल्ने हो दिलको मैलो दैलो, बोल्ने हो शब्द निर्मल, फाल्ने हो द्वेषको मैलो, पोल्ने हो दम्भको बल, खार्ने हो पहरा पाखा, बार्ने हो उर्वरा गरा, पार्ने हो जिन्दगीलाई सिर्जनाले हराभरा। यो हाम्रो उद्देश्यमा पर्ने गर्छ। र जहिले पनि एउटा सङ्कल्प बोकेर हिँडौँ। मैले पनि सङ्कल्प गर्ने गरेको छु। जिन्दगी यो रहेसम्म चाहन्छु म हिँडिरहँ, विषालु भावना गोडौँ, रोगी सोच गिडिरहँ, चाहे बनूँ उसो कौशी, चाहे होचो छिडी बनूँ, मेरो सङ्कल्प एउटै हो, हिँडिरहँ। हामीले हिँड्ने यात्रा गर्ने नथाक्ने खालको सङ्कल्प अगाडि बढ्नुपर्नेछ। र अन्त्यमा चाहिँ मैले यति मात्रै भन्छु। पहिले आउँदा पनि मैले यो प्रश्न उठाएको थिएँ, आज दोहोऱ्याएर रहन्छु। हाम्रा कविताले, हाम्रा कर्मले भोका पेटहरूमा अन्न दिन सकेको छ कि छैन? तिर्खाका घाँटीमा पानीले भिजाउन सकेको छ कि छैन? नाङ्गा आङहरूमा लुगा बन्न सकेको छ कि छैन? रोगाएको जनताको उपचार बन्न सकेको छ कि छैन? मजदुर र किसानका हातका ठेला मुसार्न सकेको छ कि छैन? उत्पीडनमा परेका दिदीबहिनीहरूलाई न्याय दिलाउन सकेको छ कि छैन? निराशाले मृत्युतर्फ गइरहेका मान्छेलाई जीवनतर्फ फर्काउन सकेको छ कि छैन? बाटो बिराएको नेतृत्वलाई बाटो देखाउन सकेको छ कि छैन? धेरै प्रश्नहरू हाम्रा कवितामाथि छन्, हाम्रो सिर्जनामाथि छन्, हाम्रो लेखनमाथि छ। यसलाई ध्यान दिनुपर्छ। र अन्त्यमा म एउटा कविता पढ्ने अनुमति माग्छु यहाँहरूसँग। निराशाले त्यो समाज बदलिनेवाला छैन। चिया पसलमा बसेर कुरा काटेर अर्काको यो नेता खत्तम, यो देश खत्तम, यो केही पनि छैन, बस्ने लायक छैन भनेर मात्रै हुँदैन। हामीले पनि त केही गर्नु पर्ला, हाम्रो पनि त केही दायित्व होला। प्रचण्ड बिग्रियो भने तपाईँ प्रचण्ड बन्नु न, नेता बिग्रियो तपाईँ त्योहारको नेता बन्नु न। त्यो सङ्कल्प बोक्नु पर्यो नि। निराशाले त समाज बदलिनेवाला छैन। त्यस कारणले म एउटा आशाको कविता पढ्छु। विश्वासको प्रश्न भन्ने एउटा आशाको कविता म पढ्ने अनुमति माग्छु यहाँहरूसँग। र यसलाई यहाँहरूले बडो ध्यान दिएर सुनिदिनु हुनेछ। म चाहिँ निराश छैन। मलाई के विश्वास छ भन्दा बिग्रनुको पनि एउटा सीमा हुन्छ। बिग्रँदै ऊ त्यहाँ पुगेपछि त्यहाँ भित्त आउँछ, त्योभन्दा उता जाने ठाउँ हुँदैन, फेरि फर्कने यतै हो। नेपाली समाज फर्कन्छ, बन्छ, विश्वास छ मलाई। त्यस कारणले मैले लेखेको कविता आशाको कविता छ। जिन्दगीमा सधैँ राम्रो सोचे जस्तो कहाँ छ र, जिन्दगीमा सधैँ राम्रो सोचे जस्तो कहाँ छ र, डढेलो कहिले लाग्छ ढल्दछन् कहिले घर, एउटा घर ढले साथी अर्को घर खडा गर, रचनाकारको बाटो सजिलो कुन पो छ र,
आँधी बेरी हुँदा केही आँधी बेरी हुँदा केही बोट लत्रिन सक्दछन् बाढी पहिरो हुँदा केही बाटा भत्किन सक्दछन् बाटो भत्क्यो भने एउटा अर्को बनाउने गर हिमाली नदको यात्रा रोकिएको कहाँ छ र हिमाली नदीको यात्रा रोकिएको कहाँ छ र कठ्याङ्ग्रिएर जाडोमा बस्न सक्छौ तिमी तर सक्दैनौ किन हो ताप्न आगो बालेर हुरहुर पानीमा कसरी बालुँ आगो पानीमा कसरी बालुँ आगो भन्छौ तिमी तर सबैभन्दा बढी आगो पानीमै हुन्छ होइन र नेता बिग्रिए भनेर पनि धेरै पिर नगरौँ हामी बनौँला हामीले नै चुनेका हौँ चौतारी बर पिपल हामीले नै बनाएथ्यौँ बगैँचाई मनोहर मान्छु केही गनाएका फुल छन् ढुङढुङ्गी तर केही फुल कुहे कहिले बगैँचा नै कुहिन्छ र केही फुल कुहे कहिले बगैँचा नै कुहिन्छ र खडेरी फैलियो भन्दै सुक्छन् समुद्र पो कहाँ आँधी बेरी चल्यो भन्दै झुक्छन् हिमाल पो कहाँ भत्किन्छन् घरका छाना के फेरि चाहिँदैन र रात लामो भएकाले बिहानी आउँदैन र रात लामो भए कहिले बिहानी आउँदैन र अन्तमा बाघले घाँस खाँदैन जति भोको भए पनि वीरको आँत जाँदैन वीर आफै गए पनि मान्छेलाई निराशाले बचाएको कहाँ छ र विश्वासमै अडेको छ राम्रो संसार होइन र विश्वासमै अडेको छ हाम्रो संसार होइन र अन्त्यमा मलाई यहाँहरूले सम्झाउनु भयो बोलाउनु भयो मञ्च प्रदान गर्नुभयो मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनु भयो यसका निम्ति म यहाँहरू सबैप्रति आयोजक संस्थाप्रति भक्तपुरप्रति सबैप्रति चाहिँ हार्दिक नमन कृतज्ञता व्यक्त गर्दै बिदा हुन्छु नमस्कार धेरै धेरै धन्यवाद कवि डाक्टर रामप्रसाद गेवालीज्यूलाई यो